यो कपाल हेरेर मलाई ट्यापे चाहिँ नसम्झेऊ है बेबी नसम्झेऊ ल म ट्यापे छैन सो हेलो वेलकम एन्ड नमस्ते सबैजनामा धेरै दिनपछि फेरि पनि हजुरहरूको आकाश चाहिँ युट्युबमा आइसकेको छ थाहा छैन युट्युबको मेरो च्यानल एकाउन्ट त के भएको छ होइन फेरि पनि यसो एकाउन्ट हेरेँ अब धेरै दिनको सपना फेरि स्टार्ट गरौँ ब्लग भनेर स्टार्ट हानेको छु गाइस होइन सो आज चाहिँ मेरो लुक्स चाहिँ यस्तो भइसकेको छ होइन सो मान्छे भएपछि सबै चिजको अनुभव लिनुपर्छ कहिले ट्यापे कहिले इमान्दार कहिले होइन तर भित्र भनेको जे जस्तो बाहिर जति नै चेन्ज भयो नि भित्रको आकाश चाहिँ उही नै छ होइन म जस्तो चाहिँ भित्र त्यस्तै छु बाहिर लुक्स मात्र चेन्ज भयो गाइस होइन एभ्री वान सबैजना सन्चै अनि एकदमै आरामै हुनुहुन्छ होला सबैजनालाई फेरि पनि वेलकम ब्याक टु ब्याक माई च्यानल एन्ड मिस यु अल सबैलाई होइन गाइस यार के भएको यार गाइस यार कोरिया आइसकेको नि होइन हेर्दा 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 7 महिना कटिसक्यो भर्खर आफूलाई आएको चाहिँ के भन्छ 1-2 हप्ता भयो है म त आएको भन्ने फिल भइरहेछ तर हिसाब गऱ्यो भने चाहिँ 7-8 महिना भइसकेछ होइन सो त्यही पनि केही छैन हिजो आज त बिन्दास छ रमाइलो छ जे कुरा नि जहाँ पनि नयाँ हुन्जेल मात्र गाह्रो हो गाइस होइन पुरानो भइसकेपछि एकदम फन्टास्टिक बिन्दास होइन त्यस्तै भइरहेछ सो हिजो आज कोरियाको प्रोसेसहरू के भइरहेछ कस्तो भइरहेछ फर्म कहिले खुल्छ के भइरहेछ यो कुराहरूमा चाहिँ म एकदमै अनजान भइसकेको छु किनकि यहाँ भनेको काम गरेको गरेँ होइन काममा खटेको खटै छु र अघि पछि भनेको यस्तै हो हाँस्ने मोड अन गर्ने होइन किनकि अब के भन्ने अब मेरो भिडियो हेर्नुहोस् न होइन अब हिजो अस्तिको दिन पनि कोरियामा चाहिँ 1-2 जनाले आत्महत्या गरे भन्ने हल्ला सुनेको थियो होइन सो गाइस यो चाहिँ एउटा स्याड न्युज हो होइन किनकि सबैजनालाई समान छ तर म भन्छु कि मलाई लाग्छ होइन आत्महत्या गर्नु नै त्यो सबैभन्दा राम्रो चिज हो जस्तो लाग्दैन के गाइस यार 2 दिनको जीवन हो यताउता भरा छुट्टै भरा होइन केही भएर मर्नु त्यो प्राकृतिक घटना हो त्यसमा ठिकै हो त्यो केही छैन तर त्यो आत्महत्या किन गर्छ मान्छेले होइन कोरिया त्यति साह्रो त छैन त हौ आफूलाई टाइम दियो भने होइन आफूलाई टाइम दिन सक्नु पर्यो कि गाइस एभ्री वान होइन जति हजुरले अरूलाई टाइम दिनुहुन्छ त्यति हजुरलाई खाइदिने हो सकाइदिने हो नष्ट गरिदिने हो तर जति नै हजुरले आफूलाई टाइम दिनुहुन्छ नि त्यसपछि फुल फुल्यो केसरी लगाइदेऊ माया हुन्न त्यसरी सो गाइस होइन एभ्री वान सबैजनालाई होइन म आउँदा चाहिँ यो चाहिँ एकदमै उजाड थियो अहिले चाहिँ बिन्दास भइसकेको छ बब्बाल भइसकेको छ एकदम हरियाली भइसकेको छ र म पनि जोस र जाँगरको साथ होइन आइसकेको छु भ्लगमा सो अबको भ्लग भनेको हाम्रो एकदम बिन्दास हुनेछ दामी हुनेछ तर यो फेरि 1-2 हप्तामा मात्र होला फेरि पछि होइन गाइस फेरि अल्छी लागिहाल्छ के अब उता टिकटकतिर नि ध्यान दियो अनि त्यसपछि यता पनि युट्युबमा ध्यान दियो अनि जब फेरि मेरो चाहिँ कस्तो छ भने जब भिडियोहरू भाइरल हुन लाग्यो त्यसपछि आइडी नै नखुल्ने आइडी नै बन्द हुने भइहाल्छ के अब पहिलाको युट्युब मेरो बवाल थियो होइन त्यसमा भ्युज जान्थ्यो मजाले जान्थ्यो तपाईँहरूले हेर्नै सक्नुहुन्छ होइन बवाल तरिकाले भ्युज जान्थ्यो सब्सक्राइबर पनि लगभग 9,000 जति पुग्न लाग्नु भइसकेको थियो कि त्यसमा चाहिँ तर पछि के गर्ने बाई चान्स त्यसमा भिडियो अपलोड गर्नै मिलेन कति खुलाउने चान्स गरेँ खुलेन अहिले यो एकाउन्ट खोलेँ यसमा नि भ्युज त अब ठिकै गइरहेछ अब त्यति साह्रो भन्न त मिल्दैन होइन जस राम्रै गइरहेछ अब आज नयाँ हेरौँ अब हजुरहरूले साथ सपोर्ट कतिको दिनुहुन्छ भन्ने कुरा हो होइन तर भाइ यो कपाललाई हेरेर ट्यापे भन्छ भनेर चाहिँ नसम्झिनु नि तपाईँ फेरि यो कपाललाई हेरेर ट्यापे भन्छ भनेर नसम्झिनु किनकि यो आकाश पहिला त्यो माथिको आकाशलाई हेर्नु अनि यो आकाशलाई हेर्नु त्यो माथिको आकाश जस्तो निलो छ नि त्यस्तै म छु के हाय हाय कहिले काहीँ बादल लाग्ने हो कहिले काहीँ बादल लाग्दा मात्र अन्धकार हुन्छ नभए आकाश भनेको सधैँ आकाशै हो के गाइस
आकाशको बिग्रिने चान्सै हुँदैन। कहिलेकाहीँ झिना मसिना बादल सादलले छेक्थ्यो भने मात्र हो, छेकेन भने कुल एन्ड फाइन्ड। अब धेरैले भन्छन् के मान्छेहरू होइन जब सिरियस भएर बस्यो, दुःख भएर बस्यो होइन, यताउता गऱ्यो भने चाहिँ बिचरालाई कस्तो अनि जब होइन अलिकति कुल यस्तै फन्टास्टिक बिन्दास भएर भिडियो हान्छ खुस्किएछ बौला छ कोरिया गराएर। ए भाइ म बौला होइन, तेरो दिमाग बौला हो के, यस्तो भन्ने नि छन् के मलाई होइन। यो त आफ्नो मान्छे आफू हो, मान्छेको आफ्नो स्वभाव हुन्छ होइन। कुनै बडी दुखी नै भएर बाँच्न खोज्छ जस्तो स्थितिमा नि कुनै बडी नै बिन्दास भएर बाँच्न खोज्छ के जस्तै स्थितिमा पनि, किनकि त्यो आफ्नो ह्याबिट हो। सो गाइस होइन अब हजुरहरूले साथ सपोर्ट दिनु पऱ्यो क्या यार। नेपालमा केही गर्छ क्या यो भ्लगरले, मलाई देखेर अलिकति आश लाग्दैन यो केटोले त नेपालमा केही गर्छ। म तातेर आउँछु के गाइस यार नेपाल। अब त्यही भएर टक्क अब तपाईँहरूले साथ सपोर्ट चाहिँ राम्रै दिनुभयो भने त फेरि चिउरीको चिल्लो पात भइहाल्छ। सो एभ्री वान गाइस है अब किनकि एक दुई छैन मोड त अन गर्नु नै पर्यो। सो हजुरहरूले यदि टिकटकमा पनि फलो गर्नु भएको छैन भने कमेडी आकाश फलो गर्नु होला, र यदि युट्युबमा पनि फलो गर्नु भएको छैन भने म यो भिडियो टिकटकमा नि हाल्छु, युट्युबमा नि हाल्छु। यदि हजुरहरूले युट्युबमा हामीलाई सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ युट्युबमा चाहिँ मेरो आइडी, युट्युबमा के छ यार आइडीको नामै बिर्सेँ यार। सो युट्युबमा रहेको छ मेरो आइडी। अब यस्तो त दिमाग छ यार, म कोरिया कसरी आएँ यार। के छ आकाश 10K आकाश होइन, खाती होइन के छ यार न्यू आकाश म होइन। सो एभ्री वान होइन जे भए पनि। सो त्यही भन्न चाहन्छु आजको छोटो भिडियो यति नै। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, बिन्दास रहनुहोस्, तर यो कपाल हेरेर मलाई ट्यापे चाहिँ नसम्झ्यौ है बेबी, नसम्झ्यौ ल, म ट्यापे छैन। म जस्तो श्री कृष्ण भगवान् त्यस्तै छु नि फेरि। बाई बाई गाइज।